युपिएससी सिएससी प्रिलिम्स 2014 मा इकोनोमीको नेसनल इन्कमबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन छ इफ द इन्ट्रेस्ट रेट इज डिक्रिज इन एन इकोनोमी इट विल अप्सन ए डिक्रिज द कन्जम्सन एक्सपेन्डिचर इन द इकोनोमी अप्सन बी इन्क्रिज द ट्याक्स कलेक्सन अफ द गभर्मेन्ट अप्सन सी इन्क्रिज द इन्भेस्टमेन्ट एक्सपेन्डिचर इन द इकोनोमी र अप्सन डी इन्क्रिज द टोटल सेभिङ्स इन द इकोनोमी र क्वेसनमा इन्ट्रेस्ट रेटको कुरा गरिरहेको छ र इकोनोमीमा इन्ट्रेस्ट रेट भन्ने बित्तिकै ब्याङ्कले दिने इन्ट्रेस्ट रेटको कुरा भइरहेको हुन्छ जो चाहिँ हामीले टाइम डिपोजिट या फिक्स डिपोजिटमा पाउनेछौँ र जब ब्याङ्कले इन्ट्रेस्ट रेट घटाउँछ तब हामी ब्याङ्कबाट त पैसा निकाल्छौँ त पैसा निकालेपछि हाम्रो हातमा पुरा पैसा हुन्छ र हाम्रो हातमा पुरा पैसा भएपछि त्यो त एक्सपेन्डिचर गर्छौँ हामी र अप्सन एमा त डिक्रिज द कन्जम्सन एक्सपेन्डिचर भनेको छ यो त यसको उल्टा हुनेछ र अप्सन ए रङ हुनेछ अनि अप्सन डी पनि इन्क्रिज द टोटल सेभिङ्स इन दी इकोनोमी भनेको छ र यो पनि रङ हुनेछ किनभने ब्याङ्कबाट त हामी पैसा निकाल्दैछौँ सेभिङ्स त गरेको छैनौँ र यो पनि रङ हुनेछ अनि अप्सन बी इन्क्रिज द ट्याक्स कलेक्सन अफ दि गभर्मेन्ट भनेको छ यो पनि एक तरफले सोच्यो भने राइटै हुन्छ तर अप्सन सी पनि पढौँ इन्क्रिज द इन्भेस्टमेन्ट एक्सपेन्डिचर इन दि इकोनोमी भनेको छ र यो अप्सन सही हुनेछ किनभने ब्याङ्कमा इन्ट्रेस्ट रेट कम्ती पाउँदैछ भने हामीले त्यो पैसा निकालेर त अलिक ज्यादा इन्ट्रेस्ट पाउने जग्गातिर हाल्छौँ जस्तै सेयर्स डिभेन्चर्स स्टक्स गभर्मेन्ट सेक्युरिटिजहरूतिर र अप्सन सी चाहिँ एकदम सही हुनेछ अनि अप्सन बी चाहिँ पनि राइटै हुनेछ किनभने हामीले अरू जग्गामा इन्ट्रेस्ट रेट बेसी पाउँदैछौँ भने प्रफिट हाम्रो बढ्छ इन्ट्रेस्ट नै हाम्रो बढ्छ इन्ट्रेस्ट बढेपछि त्यहाँबाट ट्याक्स पनि बढ्छ र तर तर हामीले त्यो ब्याङ्कमा राखेको पैसा त इन्भेस्टै गरिरहेको छौँ र फेरि अर्को जग्गामा पनि इन्भेस्टै गर्छौँ द इन्भेस्टमेन्टमा अलिकति यो टिल्टेड छ त्यो भएर अप्सन सी चाहिँ एकदम सही हुनेछ